हेलो साथीहरू, दर्शक नमस्ते, स्वागत छ दिप अफिसियल युट्युब च्यानलमा। आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र आज चाहिँ मैले यहाँहरूलाई यो जहाँ मैले काम गर्छु त्यो ठाउँको के काम कस्तो छ, मैले गर्ने काम कस्तो छ र यहाँ के बन्छ भनेर यहाँहरूलाई देखाउन गइरहेको छु। भिडियो पुरा हेरेर साथ दिनु होला। सुरुमा चाहिँ चिनी हाल्ने, त्यस पछाडि भनेको यसलाई फायर गर्नुपर्छ। अब यो चाहिँ चिनी चाहिँ जलाउने हो। लगभग यो गोल्डन, यतिको गोल्डन कलर आएपछि यो चाहिँ रेडी हुन्छ। ल अब यो चाहिँ फाइनली रेडी भइसक्यो होइन, कस्टमरलाई सेल गर्नको लागि। अहिले यति मात्रै जलाइरहँ, किनभने फेरि भरे रहन पनि सक्छ, नहुन पनि सक्छ, फेरि यो बिग्रिने सम्भावना हुन्छ। अहिले यति मात्रै जलाइरहँ। लगाइ अब फाइनली अर्डर पनि आइदिएको छ है, अनि मैले रेडी गरेर राखेको छु। इक्लेयर कस्टर्ड भन्छ यसलाई चाहिँ, कस्टमरले अर्डर गरेको छ। विथ रसबेरी आइटम सेम छ, तर यसको भित्र चाहिँ डिफ्रेन्ट आइटम छ। अब यो अहिलेको यो इक्लेयर कस्टर्ड, अब यो चाहिँ इक्लेयर कस्टर्ड रसबेरी, यो चाहिँ यसमा चाहिँ रसबेरी मिक्स भएको छ, त्यही भएर यो चाहिँ इक्लेयर कस्टर्ड विथ रसबेरी छ। साथीहरू, यो चाहिँ मिल्कसेक कस्टर्ड विथ रसबेरी भन्छ। यस्तो पनि दुईवटा आइटम छ, मिल्कसेक कस्टर्ड विथ रसबेरी र अर्को चाहिँ मिक्सचर कस्टर्ड। फाइनली अर्डर रेडी भइसक्यो। यो चाहिँ पाउडर सुगर हो, यो चाहिँ एउटा माथिबाट यसरी हालिदिने। यो चाहिँ इक्लेयर कस्टर्ड विथ रसबेरीमा मात्रै जान्छ, र यो मिल्कसेक कस्टर्ड विथ रसबेरीमा हाफ, यहाँ हाफ। अब यसमा सस चाहिन्छ भने हामीलाई दुईवटा सस, र यो चाहिँ सस साथीहरू, यो एउटा चक्लेट सस छ, र एउटा सिरप सस छ, र एउटा चाहिँ कारामेल सस छ। यति भइसक्यो, फाइनली अर्डर रेडी भइसक्यो। अब यो चाहिँ हामीले कस्टमरलाई सेल गर्छ। फाइनली गाइज, आजको भिडियोमा चाहिँ मैले यति नै देखाएँ है। मैले सुरुमा यो रेडी गर्नेदेखिको र कस्टमरले गरेको अर्डर समेत बनाएर देखाइसकेँ। आजको भिडियोलाई यति नै। र भिडियो कस्तो लाग्यो यहाँको प्रतिक्रिया चाहियो, र यो भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला, र यो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद।